हिँड्नुको फाइदाहरू के छ त? नम्बर 1 तपाईँलाई चाहिँ निन्द्रा राम्ररी लाग्छ। नम्बर 3 तपाईँको व्यायाममा त्यति पैसा खर्च हुँदैन। जस्तै तपाईँ जिममा तपाईँको पैसा खर्च गर्नुपर्ने, साइकल किन्नुपर्ने, हिँड्नलाई तपाईँले केही पनि त्यस्तो इक्विपमेन्ट किन्नु पर्दैन। नम्बर 3 तपाईँले तपाईँको बाटो रोज्न सक्नुहुन्छ र तपाईँले कति गाह्रो बनाउने वाकिङलाई त्यो तपाईँले रोज्न सक्नुहुन्छ। सजिलो पार्ने हो भने तपाईँ प्लेन बाटोमा हिँड्न सक्नुहुन्छ। गाह्रो बनाउने हो भने तपाईँले भर्याङहरूतिर हिँड्न सक्नुहुन्छ। त्यसपछि यसले तपाईँको रोगहरू जस्तै डायबिटिज, मलाइटस, प्रेसर, मोटापनको समस्याहरू त्यसलाई चाहिँ घटाउँदै लिएर जान्छ भने मानसिक समस्याहरू जस्तै डिप्रेसन, एङ्जाइटीको समस्या पनि बिस्तारै घटाउँदै लिएर जान्छ। र लास्टली तपाईँले हिँड्दाखेरि पोडकास्ट, अडियो बुक्सहरू अथवा समाचारहरू सुनेर आफूलाई अलिक बेसी प्रोडक्टिभ बनाउन सक्नुहुन्छ र आफ्नो पर्सनल डेभलपमेन्ट पनि गर्न सक्नुहुन्छ। सो यसको पुरै भिडियो मैले मेरो युट्युब च्यानलमा राखिदिएको छु, त्यहाँ गएर हेर्न सक्नुहुन्छ र त्यहाँ अरू भिडियो हेरेर पनि तपाईँले च्यानललाई चाहिँ सपोर्ट गरिदिनु होला। यति भन्दैमा म तपाईँहरूबाट आज बिदा लिन चाहन्छु। नमस्ते।